नमस्कार। नेपाल संवादको यो श्रृङ्खलामा तपाईहरुलाई स्वागत छ। अलि पहिले नै मैले सुरु गर्नुपर्ने सरस्वती पूजाकै दिन चाहिँ नि मैले सुरु गर्ने भनेको थिएँ, तर त्यसपछि विभिन्न परिस्थिति भएर अहिले जे भयो जसरी भयो संवाद सुरु गर्नुपर्ने छ। नयाँ पुस्ताहरुसँग उनीहरुको कुरा सुन्नुपर्ने छ, उनीहरुलाई केही कुरा सुनाउनु पर्ने छ। त्यही क्रममा सुरु भएको हो र अब यो सीताजीको जन्मको यो नेपाली कागजमा छापिएको यो तस्बिरबाट यो सांकेतिक के भने अब नयाँ कुराको एउटा जन्म भएको छ। नयाँ कुराबाट हामी चाहिँ नयाँ सृजना गरौँ। हामीले राम राज्यको जुन एउटा सपना वैदिक सपना देखेको छौँ त्यो चाहिँ नि हुन सकोस् र खास गरी म त अब मधेसको मान्छे भएको हुनाले अझ त्यसको इम्पोर्टेन्स अझै बढी छ। यो तस्बिर वास्तवमा मेरा प्रिय ज्वाइँ हाम्रो ज्वाइँ चाहिँ नि हुनुहुन्छ विजय दत्तमणि, तराईका नामुद कलाकार, उहाँले मेरो लागि बनाइदिनु भएको हो। यो म उहाँप्रति आभारी छु। र सुरु गरौँ नेपाल आमाको कथा। म जर्नलिजमको स्कुलको विद्यार्थी हो, म भाइरलिजमको विद्यार्थी होइन। म भाइरलिजमको स्कुलको विद्यार्थी होइन। यो मिडियम मात्रै फरक भए हो। उ बेलामा लेखिन्थ्यो, अब अहिले चाहिँ नि मोर प्रभावकारी हुने भएकोले अब यो मिडियम मात्रै चेन्ज भएको छ। माइक्रोफोन छ, यहाँ क्यामेरा छ, अर्को क्यामेरा छ, कम्प्युटरहरू छन्। अब त्यसले गर्दाखेरि चाहिँ यो मिडियम मात्रै चेन्ज भएको हो। अब मन पराउनुस् न मन पराउनुस् जस्तो अवस्थामा पनि अब आउँदैछ। रासोपाको सरकार आउँदैछ, बालेनजीको सरकार आउँदैछ, बालेन छौडाको सरकार आउँदैछ, र उहाँको अध्यक्ष रवि महाराजको सरकार आउँदैछ। म पनि रवि नै हो, तर राजनीतिमा अथवा सर्वसामान्य जीवनमा पनि जुन किसिमको हावभाव, उठबस, जेस्चरले मान्छेलाई प्रभाव पार्छ, त्यो प्रभाव पार्छ। कसैलाई धेरै प्रभाव पार्ला, कसैलाई थोरै प्रभाव पार्ला। धेरै प्रभाव पार्नेहरूले के गरेका छन् तपाईले देखिहाल्नुभयो। घन्टी हल्लाउँदा 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 आफ्नै घन्टीको रालो नखसुन्जेल हल्लाकै छन्। अब त्यो रालो खसिसक्यो, थाहै छैन कहाँ के बोल्नुपर्ने, कहाँ के गर्नुपर्ने, कसो गर्नुपर्ने, धेरै कुराहरू छन्। अब यो कलर फर्काएर सामान्य जीवनमा पनि, अमेरिकन जीवनमा पनि, सामान्य काम गर्ने ठाउँमा पनि तपाईं जानुभयो भने त्यहाँ त्यति राम्रो मान्दैनन्। अब यो त तपाईं पब्लिक लाइफमा हुनुहुन्छ, तपाईं त्यहाँ दादागिरी गर्न गएको होइन, सबैको बौवा दादा बन्न गएको, मिल्न भनेर गएको, सबैलाई अकोमोडेट गर्न भएको, सबैलाई मिलाउन भनेर गएको हो। विचार गर्नुस्।
कलर फर्काउनेले पनि विचार गर्नुहोस्, कलर फर्काएकोमा वाह वाह गरेर ताली बजाउनेहरूले पनि विचार गर्नुहोस्। दुवै कुरा घातक छ। एउटै शब्दमा रविको प्रकरणमा मैले भन्नु पर्दाखेरि उसलाई जे भएको छ र जे भयो भनियो त्यो भिक्टिम कार्ड मात्रै हो। नेपालमा धेरै राजनीतिज्ञहरू छन् जो अदालतको निर्णयबाट राजनीतिबाट ब्यान भएका छन्। ऊ पहिलो मान्छे होइन। मेरो आत्मीय मित्र जयप्रकाशजीलाई म सधैँ सम्झिन्छु। आज सायद उहाँ भएको भए मधेसको रूप बेग्लै हुन्थ्यो होला। उहाँको विचारले, उहाँको मधेसप्रतिको चाहिने राष्ट्रिय सोचले भएन। सो रवि इज नट द ओन्ली वान। तर एउटा कुरा चाहिँ पक्का हो, म रविको पक्षमा के भन्न चाहन्छु भने रवि सँगसँगै अरू जति पनि छन् ती सबैलाई त्यही लेभलको कठघरामा किन उभ्याइँदैन? पक्का हो, सबैलाई उभ्याउनुपर्छ। तर अब सरकार आएपछि पुनर्मुसीको भव गरेर ती सबैले मलाई उभ्याए, अब मेरो पालो, अब म ती सबैलाई उभ्याउँछु मलाई बाहेक गरेर भन्ने हो भनेदेखि त घुमिफिरी रुम्जाटार। त्यो हुनु हुँदैन। त्यसैले गट्स देखाउनुहोस्, कालर नफर्काउनुहोस् र भन्नुहोस् गगन थापाले भने जस्तै यदि भ्रष्टाचारको छानबिनको कारबाही सबै हुनुपर्छ भने मबाट हुनुपर्छ, शेरबहादुर देउवाबाट हुनुपर्छ, गगन थापाबाट हुनुपर्छ भन्नुहोस्। अनि होइन अब भिक्टिम कार्ड खेलेर चाहिने एउटा सोच थियो। म निकै वर्षपछि चाहिने मधेसमा चाहिँ सरकार बनिसकेपछि गएको थिएँ। जहाँ पनि लथालिङ्ग, जहाँ पनि गडबड, जहाँ पनि के गर्छौ तिमीहरू, कति करेछ तु सब हौ, कतिलाई न करेछ। दाजुभाइहरू थिए, कलेजमा सँगै पढेका साथीहरू त्यहाँ पुगेका थिए, इमान्दार थिए, बेइमान थिए, सबै थिए। उनीहरूको भनाइ एउटै थियो, अधिकांशको तू सब एतेक दिन खैला त कुछो नहीं भेलै, हम सब काल के काल ऐली तोरा सबके जरैया। भन्यो के भने तिमीहरूले पहाडियाहरूले यत्रो वर्ष लुटेर खायो, के पनि भएन। अब हामी सरकारमा केही दिन आएर हालिमुहाली गर्दैछौँ, खाँदैछौँ भने तिमीहरूलाई के जातिमा आगो लागेको छ? त त्यही प्रवृत्ति, त्यही प्रकृति हो भने जोसुकै आए पनि नेपालमा तात्विक फरक हुने मैले देखेको छैन। हेर्नुस्, कुराहरू हेर्नुस्, उनीहरूले गरेका कामहरू हेर्नुस्। अब कुरैमा आउँ न। अब एउटा बिचारा मास्टरले नेपालगञ्जमा अथवा कता त्यो अहिले भर्खर चुनिएका राष्ट्रसभाको सांसद छन् सुनारजी, त्यो बिचारा मास्टरलाई त्यो किसिमको गाली गर्नु, त्यो किसिमको बदलाको भावले म तँलाई सार्दछु भन्नु र तँलाई पब्लिक डोमेनमा राखेर सबैलाई हल्ला खल्ला मचाउनु,
कतिको न्यायोचित हुन्छ? यो त प्रचण्डले मुक्तिनाथ अधिकारीलाई लमजुङमा हो वा तनहुँमा हो स्कुलबाट निकालेर स्कुल अगाडिकै रुखमा बाँधेर हात खुट्टा भाँचेर विद्यार्थीको सामनेमा गोली ठोकेर मारेर जुन किसिमको परिवर्तन गर्न चाहेको थियो, के तपाईहरू त्यतैतिर अग्रसर हुनुहुन्छ? के तपाईहरू घमण्डले भन्न सक्नुहुन्छ प्रचण्डले भने जस्तै हो मैले यति मान्छे मारेँ, म यति मान्छे मारेर म यसको नेता भएको छु भन्न सक्नुहुन्छ? तपाईहरू त त्यो भदौ 20, 21, 22 त्यो भदौको बेलामा मारिएका ती बिचारा अनाथ नभनौँ, अबोध बच्चाहरूलाई अघि लगाएर उनीहरूको ज्यानको कुर्बानीबाट सत्ताको सिँढीसम्म पुगेको मान्छेहरू न हो। उसले 17,000 मार्यो, तपाईहरूले 72 जना मार्नुभयो होला। तात्विक फरक के भयो त? मान्छेको ज्यान त गयो। मान्छेको ज्यान त गयो। ती आमाहरूको आँसु कसले पुछिदिने? कसले? तपाईहरूको यो हल्ला खल्लाले? आई डोन्ट सी इट। द्याट इज नट ह्यापनिङ। र त्यो हुनु हुँदैन। त्यो बेलाको समाजमा अथवा जुन समाजमा जुन शिक्षकले त्यो व्यवहार गर्यो होला, म त भन्छु म जुन बेलामा महोत्तरीको त्यो गाउँमा जसरी हुर्केँ, 5-6 क्लासबाट ABCD स्टार्ट गरेको हो मैले, जसरी पढेँ, मलाई त लाग्छ त्यो सियाशरण माटसाब नभएको भएदेखि, त्यो दिगम्बर झा नभएको भएदेखि, त्यो अजिज आलम नभएको भएदेखि, अथवा मेरै घरमा भनौँ मेरो ठुल्दाजु शम्भु प्रसाद अधिकारी स्कुलमा हेडमास्टर, घरमा ठुल्दाजु गार्जियन, 6 जना दाजुभाइमा त्यो सबभन्दा जेठो नभएको भएर उहाँहरूले त्यो अनुशासनको बाटोमा हामीलाई नहिँडाएको भए, उहाँहरूको तरिकाले है त्यो बेलामा यो सबै बाल मनोविज्ञान भन्ने कुराको त्यति साह्रो के भन्नु हो त्यसलाई, दुःखद कुरा हो, थिएन त्यतिखेर ज्ञान थिएन, त्यस्तै हो। नभएको भएदेखि उनीहरूको अनुशासनको बाटोमा नहिँडेको भए, उनीहरूले ट्र्याक नदेखाइदिएको भए सायद म आज यहाँ आउने थिइनँ। सायद म यहाँ आज आउने थिइनँ। र भेरी अनेस्टली आई एम सेइङ दिस, कतिचोटि पिटाइ खाइयो, कतिचोटि कान जुरुक्क समातेर बेन्चमा उचाले गरे। वेल द्याट वाज पार्ट अफ, म त्यो बेलाको भन्छु, गर्नु ठिक होइन, गर्नु हुँदैन। तर बच्चाहरूलाई अहिले जसो गरिएको छ स्कुलहरूमा आइसोस र गैसोसको चाहिँ जुन वातावरणमा हुर्काइँदैछ सानैदेखि, त्यो पनि गर्नु हुँदैन। बच्चाहरूलाई तिमी समान हौ, तिमी बराबर हौ, सबैभन्दा तिमी फरक छैनौ भन्ने कुरा बुझ्न दिनुपर्छ। त्यसपछि त्यो बच्चाले कम्पिटिसन गर्न जान्दछ, बुझ्दछ। त्यसलाई सुप्रिमेसीको फिल दिनुभयो भनेदेखि कुनै पनि मान्छेलाई त्यो मान्छे काँधमा होइन यहाँ चढा दिशा गर्छ त्यसले। त्यसैले बच्चाहरूलाई तिमी भन्दा हुन्छ, तिमी बाबु यसो नगर, यो नगर, नयाँ तरिकाले राम्रो तरिकाले सिकाए हुन्छ। हजुर आइसियोस् गइसियोस् यहाँ वहाँ गरिरहनु पर्दैन। त त्यो हो समयोचित शिक्षाको कुरो। मैले भने समयोचित अनुशासनको कुरो हो। तर त्यो समयोचित अनुशासनले गर्दाखेरि हामी यहाँ छौँ।
त सुनार चाहिँ तपाईँ जहाँ पनि हुनुहुन्छ यो कुरा सुन्नुहोस् र बुझ्नुहोस्, बुझाउनुहोस्। वितण्डाले विकृति मात्रै ल्याउँछ र तपाईँ त्यो विकृति फैलाउने प्रयासमा हुनुहुन्छ। तपाईँको दलबल छ भनेर, तपाईँको बोली छ भनेर। फेरि उही इतिहासको कुरो पटक पटक फर्केर जान मन लाग्छ त्यही ठाउँमा, त्यो इतिहासमा, किनभने मलाई गौरव छ त्यो इतिहासमा। त्यसैले म त्यहाँ पटक पटक फर्केर जान चाहन्छु। मैले सिकेको छु त्यसबाट, मैले देखेको छु के भयो भनेर। र अहिले जुन एक छापेको अवस्था छ त्यसमा धेरैले त्यो कुरा देखेका छैनन्, सुनेका मात्रै छन्। तर पीडा तिम्रो मेरो त्यो एक छापे गर्नेको र म इतिहास देख्नेको बराबरको छ। हामी दुईटैलाई समृद्ध नेपाल, प्रसन्न सुखी नेपाली चाहिन्छ। द्याट इज अल। हामीले मागेको त्यति हो। कसरी पुरा गरिन्छ, कसरी ल्याइन्छ त्यो बेग्लै कुरा छ। अब यो जनादेशको आधारमा जुन दादागिरीको प्रथा छ त्यसलाई पहिलेले जो गरे अब त्यसलाई टुङ्ग्याउनु पर्यो, त्यसलाई सिद्ध्याउनु पर्यो, नयाँ निर्माण गर्नु पर्यो, नयाँबाट प्रारम्भ गर्नु पर्यो, थालनी हुनु पर्यो कहीँबाट। त्यसैको लागि यो जनाधार दिएको होइन भने फेरि इतिहासकै कुरो गरौँ। झापामा किचकबद त भयो, टुरिस्टहरू बोलाइरहेका छन् किचकबद हेर्नलाई। झापामा टुरिस्टहरूको लागि अथवा बाहिरबाट आउने मान्छेहरूको लागि ऐतिहासिक रूपमा किचकबद त भयो। तर त्यो किचकबदबाट भएको, त्यो किचकलाई बध गर्दाखेरि भएको जुन रगत छ त्यो रगतबाट रक्तबीजहरू नजन्मिउन् भन्ने मात्रै डर हो। यो डर किचकको रगतबाट रक्तबीजहरू नजन्मिउन् भन्ने मात्रै हो। त्यो भइदियो भने हुन्छ। नभएदेखि फेरि इतिहासको कुनै कालखण्डमा रक्तबीज के कुनै भस्मासुर आउला र त्यसलाई भस्म गर्नको लागि अर्को कुनै अवतारी पात्रले लौण्डाको भेष धरेर पुरुषलाई महिला बनाएर भनौँ, लौण्डाको भेष धरेर सुन्दरी बनेर आएर छलछाम गरेर त्यो भस्मासुरलाई नचाएर टाउकोमा हात राख्न लगाउला, भस्मासुरको अन्त्य हुन्छ। भस्मासुरको वरदान त्यही गर्न सकिन्छ। त्यसैले विचार गरौँ हामीले अब किचक, रक्तबीज र भस्मासुरहरूको नेपाल हामीले खोजेको होइन। नेपाल हामीले सुरम्य, शान्त, सबैलाई माया गर्ने नेपाल खोजेको हो। त्यसमा हामी सबैको कल्याण छ।